संपूर्ण सर म्यामहरूमा नमस्कार। आजको क्लासमा म जानकारी गराउँछु शिक्षा नियमावली 2059 को बारेमा। शिक्षा नियमावलीको अवधारणाहरू के छन् त्यो सबैको बारेमा जानकारी गराउँछु। यहाँ दिएको छन् शिक्षक सेवा आयोग, शिक्षक अध्यापन अनुमति पत्र। यसबाट एउटा प्रश्न आउँछ। शिक्षक सेवा आयोगमा र शिक्षण लाइसेन्स हुन्छन्। शिक्षक सेवा आयोगको जुन अध्यापन अनुमति पत्र हुन्छन् यसबाट एउटा प्रश्न सोधिन्छ। यो शिक्षा नियमावली 2059 यहाँबाट प्रश्न सोध्ने गरिन्छन्। यहाँ दिएको छन् शिक्षकको विधा कार्य सम्बन्धी व्यवस्था। परिच्छेद कतिमा दिएको छन्? 19 मा। शिक्षकको जुन सुविधाहरू हुन्छन्, कार्य विधाहरू हुन्छन्, यो कुन परिच्छेदमा दिएको छन्? 19 परिच्छेदमा दिएको छन्। शिक्षकको विधा कति प्रकारका हुन्छन्? शिक्षकको विधा 9 प्रकारका हुन्छन्। त्यसमध्ये लिन पाउने विधा कति प्रकारका हुन्छन्? जम्मा 9 वटा विधा हुन्छन्। त्यो 9 वटा विधाहरू मध्ये 8 वटा विधालाई लिन सक्छन्। आज म त्यो विधा सम्बन्धी जानकारी गराउँछु। विधा दिएको छ 9 प्रकारको विधा हुन्छ अनि लिन पाउने विधा कति प्रकारका हुन्छन्? 8 प्रकारको विधाहरू लिन सक्छन्। अर्को छन् सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सम्बन्धी ऐन 2075 अनुसार सुत्केरी विधा कति दिनको हुन्छन्? 98 दिनको सुत्केरी विधा हुन्छ। के ऐन अनुसार 2075 को जुन ऐन अनुसार छन् त्यो अनुसार सुत्केरी विधा कति दिनको हुन्छन्? 98 दिनको लिन सक्छन्। यहाँ दिएको छन् जम्मा 9 वटा विधाहरूको बारेमा। 1 नम्बरमा छन् भई परि आउने विधा। भई परि आउने विधा भनेको कुनै घटना आकस्मिक घटिहाल्ने, अचानक घटना भइहाल्ने, त्यसलाई आकस्मिक घटना भनिन्छन्। भई परि भनेको मानौ आज अहिले चाहिँ बर्सातको मौसम छ। बर्सातमा के हुन्छ? बाढीहरू आउने गर्छन्, पहाडहरू खस्ने गर्छन्, अचानक कुनै घटना घटिहाल्छ, त्यसलाई भई परि भनिन्छ। त्यो भई परि विधा पनि दिन्छन् शिक्षकलाई। वर्षमा कति दिनको दिन्छन्? 6 दिनको भई परि विधा दिन्छन्। यो भई परि विधालाई सञ्चित गरेर राख्न सक्दैन, यसलाई खर्च गर्न सक्छौँ। यो भई परि विधा वर्षमा 6 दिन दिन्छन्, त्यो 6 दिनको तलब दिँदैन। यो 6 दिन खर्च गर्न सक्छौँ। यो 6 दिनको विधा लिन सक्छौँ। यसलाई आधा दिन पनि लिन सक्छौँ। अब जुन यो वर्षभरिमा समय मिलाएर 6 दिन कसरी खर्च गर्ने त्यो समय मिलाएर खर्च गर्न सक्छौँ। यो भई परि विधा आधा दिन पनि गरेर लिन सक्छौँ। अर्को दिएको छन् पर्व विधा। वर्षमा कति दिन हुन्छन्? 6 दिन। यो पर्व विधा वर्षमा कति दिनको लागि दिन्छन्? 6 दिनको लागि दिन्छन्। यसलाई पनि सञ्चित गरेर राख्न सक्दैन, यसलाई पनि चाहन्छौँ भने खर्च गर्न सक्छौँ। अनि आधा दिनको पनि यो पर्व विधा लिन सक्छौँ। यो सञ्चित गरेर राख्न सक्दैन। यो पर्व विधालाई सञ्चित गरेर राख्न सक्दैन, यसलाई खर्च गर्न सक्छौँ। यो 6 दिनको तलब दिँदैन, त्यसैले यसलाई खर्च गर्न सक्छौँ। यसलाई आधा दिनको लागि पनि लिन सक्छौँ। अर्को छन् बिरामी विधा। यो बिरामी विधा एक वर्षमा 12 दिनको लागि दिन्छन्। बिरामी विधा कति दिनको लागि दिन्छन्? वर्षमा 12 दिनको लागि दिन्छन्। यसलाई सञ्चित गरेर राख्न सक्छौँ। यो 12 दिनको तलब पनि तपाईँ लिन सक्छौँ। यो बिरामी विधा वर्षमा जम्मा गरेर राख्छौँ भने यसको तलब पनि पाउन सक्छौँ। यसलाई पेस्कीको रूपमा लिन सक्छौँ। यो 12 दिनको तलब तपाईँ पेस्कीको रूपमा लिन सक्छौँ। अर्को छन् सुत्केरी विधा, जुन महिलाहरूले पाउँछन्। यो सुत्केरी विधा महिलाहरूले लिन सक्छन्। यो कति दिनको हुन्छन्? 60 दिनको हुन्छन्। यो सुत्केरी विधा कति दिनको हुन्छन्? 60 दिनको। अनि महिला शिक्षकले मात्र पाउँछन्। यो कसले पाउँछन्? महिला शिक्षकले मात्र पाउँछन्। सुत्केरी अघि पछि पाउने यो के हो? सुत्केरी हुँदाखेरि अघि, सुत्केरीको अघि र सुत्केरीको पछि लिन सक्छन्। जति पटक पनि लिन सक्छन्। महिलाले जति पटक सुत्केरी विधा लिन सक्छन्। अर्को छन् प्रस्तुति स्याहार विधा। यो 15 दिनको लागि दिन्छ। यो प्रस्तुति स्याहार विधा कति दिनको लागि दिन्छन्? 15 दिनको लागि दिन्छन्। पुरुष शिक्षकले पाउँछ। यो प्रस्तुति स्याहार विधा हुन्छ जुन महिलाहरूले सुत्केरी हुन्छन् त्यतिखेर प्रस्तुति स्याहार गर्नको लागि यो दिन्छन्। पुरुष शिक्षकलाई अघि पछि पाउने गरी 2 पटक मात्र लिन सक्छन्। यो के छन्? प्रस्तुति स्याहार विधा 2 पटक मात्र लिन सक्छ। अर्को दिएको छ क्रिया विधा।
क्रिया विधा कति दिनको लागि दिन्छन् 15 दिनको लागि क्रिया विधा दिन्छन्। मानौ कुनै टिचर छन् शिक्षक छन् त्यसको घरमा वा कुनै फ्यामिलीमा कुनैको मृत्यु हुँदा निधन हुँदाखेरि त्यसलाई जसले क्रिया बस्छन् त्यस्तो शिक्षकलाई यो क्रिया विधा दिन्छ। कसलाई दिन्छन् क्रिया बसेको शिक्षकलाई यो क्रिया विधा दिन्छन्। कति दिनको लागि 15 दिनको लागि दिन्छन्। त्यो महिला 15 दिनको लागि क्रिया बस्नु परेमा महिला शिक्षकको श्रीमान क्रिया बसेको छु शिक्षकले पाउन सक्छन्। त्यो मान्नु त्यो शिक्षक छन् शिक्षकको वाइफ फ्यामिली परिवार छन् त्यो परिवारले शिक्षक छन् त्यसलाई पनि यो दिन सक्छ। अर्को छन् असाधारण विधा। एक पटकमा असाधारण विधा एक पटकमा वा 1 वर्ष नबढाई बढीमा कति वर्षको लागि लिन सक्छन् 3 वर्षको लागि लिन सक्छन्। एक पटकमा एक वर्ष गरेर लिन सक्छौँ नत्र नबढाई एकैचोटि 3 वर्षको लागि लिन सक्छौँ। यो असाधारण विधा लिँदाखेरि तलब आउँदैन। यो असाधारण विधा लिँदाखेरि तलब आउँदैन सेवा सुविधा गणना यसको हुँदैन। यहाँ दिएको छ तलब आउँदैन र सेवा सुविधा गणना हुँदैन। यसको 3 वर्षको लागि लियो भने यसको 3 वर्ष गणना हुँदैन। अनि 5 वर्ष स्थायी सेवा पुरै गरेको शिक्षकलाई यो दिन्छ। जुन शिक्षकले 5 वर्ष सेवा गरेको छन् जुन स्थायी शिक्षक हुन्छन् त्यसलाई यो असाधारण विधा दिन्छन्। अर्को छन् अध्ययन विधा। पटक पटक वा एकै पटक गरी बढीमा 3 वर्षको लागि लिन सक्छन्। अध्ययन विधा चाहन्छौँ भने एक वर्ष गरेर पटक पटक लिन सक्छौँ 3 वर्षको लागि नत्र एकैचोटि 3 वर्षको लागि लिन सक्छौँ। यो तलब आउँछन् सेवा अवधि गणना हुन्छ। यसमा अध्ययन विधा लिँदाखेरि यसमा तलब पनि आउँछन् र यसको अवधि सेवा गणना हुन्छ। 5 वर्ष स्थायी सेवा गरेको शिक्षकले पाउँछ। जुन शिक्षकले स्थायी हुन्छन् 5 वर्ष सेवा गरेको हुन्छन् त्यसलाई अध्ययन विधा दिन्छन्। अर्को छन् बेतलबी विधा। यो एकै पटक वा पटक पटक गरी बढीमा 5 वर्षको लागि लिन सक्छौँ। यो बेतलबी विधा हुन्छन्। एकै पटक गरेर वा पटक पटक गरेर 5 वर्षको लागि लिन सक्छौँ। पति पत्नी विदेश स्थित नेपाली राजदूतावास वा नियोगमा खटी गई तलब यसको आउँदैन र सेवा अवधि गणना हुँदैन। मानव कुनै टिचर छन् त्यसको पत्नी त्यसको आफ्नै परिवार हुन्छन् अरू देशमा राजदूतावास बनेर काम गरिरहेको हुन्छन् त्यसले छुट्टी लिएर 5 वर्षको लागि जान सक्छन् त्यहाँ गएर बस्न सक्छन् त्यसको सेवा सुविधा गणना हुँदैन र त्यसको तलब आउँदैन। फेरि जुन समयदेखि आउँदाखेरि त्यही समयदेखि त्यसको के हुन्छ तलब सुविधा गणना हुन्छ। यो भइहाल्यो विधा सम्बन्धी जानकारी। अर्को छन् विधा कसले दिने। यो शिक्षकको जुन विधाहरू हुन्छन् शिक्षकको परको यो सबैको विधा कसले दिन्छ। यहाँ दिएको छन् विधा कसले दिन्छन्। शिक्षकको विधा कसले दिन्छन्। मानव कुनै शिक्षक छन् त्यसलाई विधा चाहिन्छन् भने त्यसको स्वीकृति कसले गर्छन्। विधाको स्वीकृति कसले गर्छन्। शिक्षक हुँदाखेरि शिक्षकको विधा कसले स्वीकृति गर्छन् प्रले गर्छन्। अनि विद्यालय व्यवस्थापन समितिले कसो गर्छन् प्रको गर्छन्। मानव शिक्षकलाई कुनै काम पर्यो त्यसलाई विधा चाहियो भने त्यसलाई स्वीकृति गर्छन् प्रले अनि प्रलाई कुनै काम पर्दाखेरि त्यसको स्वीकृति गर्छन् विद्यालय व्यवस्थापन समितिले। अनि प्रले 3 दिनभन्दा बढीको लागि लिन सक्दैन। आफैले 3 दिनसम्मको लागि विधा लिन सक्छन्। प्रले 3 दिनसम्मको लागि आफै स्वीकृति गरेर आफै 3 दिनको लागि विधा लिन सक्छन्। यहाँ दिएको छन् शिक्षकको कसले गर्छन् प्रले विधाको स्वीकृति गर्छन्। अर्को छन् प्रको विद्यालय व्यवस्थापन समितिले गर्छन्। 3 दिन नबढाई पर्व भएपरि विधा प्रले आफै लिन सक्छन्। 3 दिनभन्दा बढी लिन सक्दैन आफैले भएपरि विधा वा के पर्व विधा। अर्को छन् असाधारण विधा अध्ययन विधा बेतलबी विधा विद्यालय व्यवस्थापन समितिको सिफारिसमा इकाइ प्रमुखले दिन्छ। मानौ असाधारण विधा लिँदाखेरि अध्ययन विधा लिँदाखेरि बेतलबी विधा लिँदाखेरि यो सबै के हुन्छन् विद्यालय व्यवस्थापन समितिको सिफारिसमा इकाइ प्रमुखले सिफारिस यहाँ विद्यालय व्यवस्थापन समितिले सिफारिस गरिदिन्छन् त्यसको आधारमा इकाइ प्रमुखले विधा दिन्छ। यहाँ अर्को छन् शिक्षकको सेवा शर्त सुविधा विधा उपदान खर्च सजाय यो सबैको बारेमा जानकारी गराउँछु। 1 नम्बरमा छन् शिक्षकले पदमा बहाल गरेको मितिदेखि तलब भत्ता पाउँछ। मानौ कुनै शिक्षक हुन्छन् त्यो नाम निकाल्दाखेरि शिक्षक सेवा आयोगमा त्यसमा नाम निकाल्दाखेरि त्यतिखेरदेखि तलब पाउँदैन।
त्यसले बहाल गरेको मिति देखि के गर्छन् तलब पाउँछन्। मानव शिक्षक सेवा आयोग हुन्छन् त्यसले सिफारिस गरेर दिन्छन् कसलाई इकाई प्रमुखलाई सिफारिस गरेर दिन्छन् कसलाई इकाई प्रमुखले। अब इकाई प्रमुखले नियुक्ति दिन्छन् कसले इकाई प्रमुखले नियुक्ति दिन्छन् अनि त्यो नियुक्ति लिएर कहाँ जान्छन् स्थानीय तहमा जान्छन्। अब स्थानीय तहले के गर्छन् कुन विद्यालयमा पठाउनु छ त्यहाँ लगेर त्यसलाई पठाइदिन्छन्। अब कुनै विद्यालयमा पठाइदियो अब त्यो विद्यालयमा जहिलेदेखि हाजिरी हुन्छ त्यो हाजिरी भएको दिनदेखि त्यसको तलब सुविधा के हुन्छन् जोड्ती हुन्छन् गन्ना हुन्छ। त्यही यहाँ भनेको छन् शिक्षकले पदमा बहाल गरेको मितिदेखि तलब भत्ता पाउने। अर्को छन् शिक्षकले एक शैक्षिक सत्र पुरा गरेपछि एक तलब वृद्धि ग्रेड पाउँछ। अनि शिक्षकले एक शैक्षिक सत्र वर्ष पुरा गर्दाखेरि एक ग्रेड के हुन्छ वृद्धि हुन्छ। अर्को छ थाई शिक्षकको मासिक तलबबाट 10% रकम कट्टा गरी नेपाल सरकारले कट्टा गरिएको रकमको 100% रकम थप गरी सञ्चय कोषमा जम्मा गरिन्छ। मानव कुनै थाई शिक्षक छ त्यसको मासिक जति तलब हुन्छ त्यो मासिक तलबको 10% के गर्छन् रकम काटा गरिन्छन् कसले नेपाल सरकारले रकम 10% काटा गरिन्छन्। त्यो काटा गरेको 10% को रकममा नेपाल सरकारले के गर्छन् 100% आफ्नैबाट त्यो रकममा जम्मा गरेर सञ्चय कोषमा काटिदिन्छ। अर्को छन् एक आर्थिक वर्षमा एक पटक एक महिना बराबरको रकम चाड पर्व खर्च पाउन सक्छन्। मानव टिचर हुन्छन् शिक्षकले वर्षमा 12 महिनाको तलब त पाउँछ र एक महिनाको तलब बढिदिन्छ जुन चाड पर्वको लागि खर्च गर्नको लागि दिन्छ। मानव मासिक जति तलब हुन्छ त्यति गरेर एक महिनाको तलब बढाइदिन्छ। यो भइहाल्यो विधाहरूको बारेमा र के विधाहरू थियो त्यो सबैको बारेमा जानकारी। अब अर्को टपिकको बारेमा जानकारी गराउँछु।